हेलो एभ्रिवान, नमस्ते। मेरो न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। फेरि पनि आज पनि भिडियो बनाउन गइरहेको छु। आज नि बाहिर जाने भनेर तयार भइरहेछौँ। अब कहाँ जान्छौँ हेर्नु होला। हामी चाहिँ बाहिर निक्लिन आँटेको साथीहरू। हामी चाहिँ फेयरवेल पार्टी खाना हिँडेको साथीहरू। ओ साथी हो, यो हेरे जुत्तो लाउनु कति घन्टा लागेको छ। खुट्टा दिनु न। जान लागेको। यहाँ फुपू हुनुहुन्छ, यहाँ जेनी फुपूको फेयरवेल पार्टी। क्या हुआ, ठिक हो? तिमीलाई ठिक। हामी चाहिँ यतिजना हिँडेको। केक सेक लिएर आइसक्यौँ। केक भिडियो बनाउनै पाउँदैन क्या, हतार पाउँदा फेरि पनि फोटो खिच्ने कार्यक्रम भइरहेछ। आउने कार्यक्रम ठिक छ। यता फोटो खिच्ने, यता आज के भन्छु अरे कस्तो पसिना हेर्नु म्याडमजीको हालत। हाम्रो यता फोटो सेसन हो रहेछ। म्याम फुपूको लास्ट भिडियो अब 4-5 वर्षपछि मात्रै। 5 वर्षपछि नभित्र त गाह्रो छ। गम्भीर अवस्था छ साथीहरू। गम्भीर अवस्था यत्रो सबै छ, कहाँ जाने लागि यति हो। यति साह्रो सेलिब्रेट गर्न थाल्यो त हामी चाहिँ क्याफे नि आइसक्यो। म चाहिँ लिफ्ट गरिरहेको छु। यहाँ लिफ्ट पनि चढिसक्यो, अरू गइसक्यो, नअटेर हामी 2जना मात्रै छ पाइसक्यो। हामी चाहिँ रुपटप आइरहेछौँ। फुपूको बिदाई अब 5 वर्षपछि मात्रै भेट हुन्छ होला। कति फोटो खिचेको यो चाहिँ। बौद्धको रुपटप आइरहेछौँ होइन। कति फोटो खिच्नु पर्यो यिनीहरू हेर न। वर्षपछि मात्र आउनुहुन्छ होला नि। 10 वर्ष के गर्नु र। ल यहाँ चाहिँ केक काट्ने कार्यक्रम भइरहेछ। रोमानिया के लेख्यो? रोमानिया नि म त पोर्चुगल जनर भयो। बिग्रियो कि क्या हो? त्यही बिग्रियो क्या हो? बोल्नु पर्ने हो। रोमानिया पता किन रोमानिया को रोमानिया त नि केक काट्नु मजाले खिच न। भिडियो राम्रोसँग गर्छ न। हैन यहाँ खिचेको यसपालि माथि देखि खिच्नु। किचनमा अर्डर दिनुहुन्छ। अब त्यति नै होला। हुन्छ होला। सबै मगायो हैन अर्डर काटे हुन्छ। लास्ट लिनु भन्नु भयो किचनमा। के अर्डर लिनु छ भने लिनु अरे क्या के हुन्छ होला। त्यति धेर खाइँदैन होला। अब भयो यति नै होला सायद। अब अहिले खाने बेला खाऊ सुरु गरेर दिबेला भएन। अब हामीले त्यो भएन भने किचन लिनु न, अरू लिनु हामी उताबाट बाहिरबाट लिन्छ। शुभयात्रा
नि कसको हो मेरो राम्रो पो देखिरहेको छ त नि लसी यता खिच्दिनु त काम होइन खिच्न के गरेको पो जलनले जलन के गर्ने भिडियो गर्दैछ आज मात्र भयो नि कल्लो भयो नि त यतिमा कोही पनि नजान्ने मान्छे के गर्नु भने कसो गर्नु भने बेकार फल्नु मात्रै हो खै राम्रो खाना तिमीलाई तिमीलाई होइन रेडी भइसक्यो अघि नै ल शुभयात्रा राम्रोसँग जानु केही दुःख नहोस् राम्रोसँग पुग्नु राम्रोसँग कमाउनु यो कार्यक्रम भइरहेछ 50 ए 40 रुपियाँ के धेरै होइन अनि कति पर्छ होला भोलि नै भेटौँ न ल कति पैसा हालिदिनु पर्ने यहाँ छु म खाने कार्यमा बौद्धमा हौ हिमालयन के खामै खाम यो त के को खाने खाम पालिरहेको है आज बन्द हुन रहेछ त्यही भएर हाम्रो अर्डरहरू पनि यहाँ आउँदैछ यो नामै आएन मिठो रहेछ हौ अन्त नआने लोगे यो खाऊ न मिठो रहेछ रोमेन्टिक रसी नखाने बहुत अब अर्डरहरू आउँदैछ यता पनि छ उता पोडा बाडम होइन मेरो चाहिँ कसो छ हौ फुपूको पार्टी चमचले त पढ्दै जान्छ Onde ka para cherry sa album. Piro sa niya? Piro naman ba ito? Tara boleh sama siya. मिठो छ धेरै मिठो छ बोलु न पिज्जा नि आइसक्यो मोमो आइसक्यो सक्यो के हुन्छ पिज्जा पिज्जा मोमो बाहिर आएको हेर्नु न फेरि खानु लाग्यो या के खानु रे भन्नु नि सुने सुने पिज्जा स्पेशल फर्स्ट टाइम खान लाग्यो फर्स्ट टाइम पिज्जा ट्राई गरेँ हेर्नु आएर जिता जे नि भने यो पिज्जा लगाएको यो त तपाईलाई यास यहाँ मात्र देखाउने के चमच नानाबाट बोली गर्न पाउँथ्यो तारै पनि खतरा पिज्जा त्यसको ढाड चिलाउन सक्छ खानै जन्मेको हो तर बाइट हान्नु न ल एक बाइटमा सबै हान्नु ठुलो फ्यान हो क्या अब
यो हानेको नि फोन यो चाहिँ कसले खान्छ मैले मेरो त नेपालमै फ्यान बढी भयो पुरा अनमोल केसी पनि उ पो रहेछ त छक्क पर्नु अनमोल केसी अनमोल केसी अनि उ रहेछ यो के भन्छ विश्वलिममा पनि गएको रहेछ भइहाल्छ नि जाथा कसलाई पठाइन्छ र यहाँ लोकलले के भन्छ थाहा छ यहाँ रोनाल्डो खेल्न सक्दैन कम्प्युटर आउँदैन कि तपाईँले फर्मालिटीको लागि मात्रै त्यहाँ हो दाइमा त पनि यहाँ त पोर्चुगलको समर भन्छ कि त्यहाँ खाएर नि सक्नु आँट्यो खाँदा खाँदा यस्तो पसिना आयो आमा के गर्नु भिडियो त कस्तो छ मिठो छ मिठो छ नट ब्याड नट ब्याड नट गुड अब त्यो कुरालाई सेफलाई सोधिहाल्नु सबैले फोटोकपी गरेर राखेको छु तर अरू काम सक्दिनँ तर पिज्जा चाहिँ ठिकै छ मेरो ब्याग एउटा दिँदा लिपस्टिक गयो जस्तो पनि सक्न आँटेछ तपाईँ प्लान के छ हौ भन्नु न खाऊ बाबु खाऊ खानै जन्मेको यो अलिक उ भइसक्यो रहेछ सेलिसक्यो खाजा नि खाएर सक्यो पिज्जास आफ्नो टालमा छ गेम सुरु हुन लाग्यो गेम हेर्ने व्यक्तिहरू यता हुनुहुन्छ यता नि हुनुहुन्छ आज कुन हो कुनको छैन जापानले अफकोर्स 3 नम्बर 2 फिक्स ब्राजिल तिमी चाहिँ को ममै हो मलाई थाहा छैन गेम चाहिँ कुनको हो अहिले कि तिमी चाहिँ कुन हो म त अब खोइ कता हो कता अब जापानतिर जाउँ भने जापानतिर नजाउँ भने एसिया छ अरूतिर नजाउँ भने साथीहरू छ कता जाउँ कता भनौँ नि अहिले जापान अनि नजिकको जानु देखिँदैन क्या हामी चाहिँ के खाएर फर्क्यौँ फर्कियो लिफ्टमा चढिसक्यौँ यतिजना खोइ देखिँदैन जाने हामी जम्मा जम्मै 400 केजी छैन म राति पाउला चिकन मोमो म छक्क बस्थ्यो त्यसले पाके हरामी थियो नि खाजा सुजा खाइएर फर्क्यौँ साथी गरेर मामाहरूले झन् हामीलाई समायो के भयो मामाहरूले झन् हामीलाई समाउनु भएको तेरि नमस्कार गरेर मामालाई एक चुप्पा एक दियो भने यस्तो रमाइलो भयो कि कुकुको पार्टी जो पनि खिच्नु भएपछि रमाइलै भइहाल्छ खानु भएपछि अब पछि फेरि आउँदा ओभर राख्नु हुन्छ अहिले चाहिँ खाली छ त्यही भएर यता चाहिँ हामी खानासाना सबै खाएर फर्केको हामीहरू साथीहरू लाग्यो है साथीहरू लाग्यो है लाग्यो खायो खाएकोले थिचेको कि अलिक फास्ट दिनौँ है
मान्छे फर्क्यो खाइ ओडी घुम्यो रमाइलो भयो गेम सेम हेऱ्यो तर फाइनल पुरै त नहेरी नै होइन घरमा गएर हेर्ने अरू ल साथीहरू आजलाई यति नै हाम्रो मिनी भ्लग दिदीको खाएपछि हिँड्नलाई गाह्रो रहेछ कस्तो टाइट रहेछ कहाँ हिँडेको हो भनेको सोधेको चोकमा मामाहरूले त खुवाउने रहेछ दुलाई यहाँ हेरिरहेछ साथी कहाँ हिँडेको बाटो खाएर हिँड्न त कस्तो गाह्रो हुँदो रहेछ रुम आइसक्यौँ आजको भिडियो यति नै रहेको छ साथीहरू हेरिदिनु होला